हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। हजुरहरूलाई फेरि स्वागत छ मेरो नयाँ ब्लगमा। आज चाहिँ पुरै नेचर साथ ब्लग चाहिँ स्टार्टिङ गरेको छु। आफ्नो पत्नी हाम्रो खेतहरू छ नि त, यहीँबाट स्टार्टिङ गर्दै गएको चाहिँ ब्लगको। यस्तो पुरा सफा छ क्या आज चाहिँ, मौसम त हल्का राम्रै छ आज। यस्तो चाहिँ घामले पनि आज अलिक साथ देखा नर्मल छ। अरू दिन त यस्तो तातो हुन्छ, पुरै छाल फारे जस्तो हुन्थ्यो, र आज चाहिँ ठिक्कको छ। भर्खर नुहाइदिए गरेको, आज जानेछु पसलमा गएर फेरि ब्लग स्टार्ट गर्छु। ब्लग चाहिँ अब त्यस्तै राम्रो म पुरै आफ्नो फोकस दिएर आफ्नो पुरै कन्फिडेन्ट हालेर जे जति गर्न सक्छु त्यो सबै हालेर चाहिँ म आफ्नो ब्लगहरू चाहिँ राम्रो बनाएर तपाईँहरूलाई चाहिँ देखाउँछु है। यस्तो नेचरको साउन्ड चाहिँ बवाल आइरहेको कि यहाँ चाहिँ राति घर खाना खाएर अझै निस्किँदैछु। फेरि अङ्कलले लिएर त्यहाँबाट फेरि जान्छु पसलमा। अघिदेखि चाहिँ अगाडि थिएँ पसलमा बसेर, अहिले पछाडि आएर बसेँ एकछिन। भनेको थियो मलाई स्कुल ड्रेसको चाहिँ लुगा लिन्थ्यो क्या त कलेजको लागि, अनि हिजै भनेर शुक्रबार नै भन्थ्यो मैले लिन्छु भनेर। ऊ चाहिँ नआइदिएको क्या, मैले अब गयो रुममा बसिरहेको छ मस्तले चिलमा। बुवा भनेर मलाई फोन गरेपछि भन्छ कि बुवाले गाली गरेर भनेर। त्यसमा के भन्नु क्या, आउनुले मानेर क्या, त्यही भएर। तर आज जे पनि भयो जे होस् आज लिएर बसिहाल्यो। भाइ तिमीलाई पढ्ने लेख्ने मतलब मन छ पहिला भनेर त छ नि, कहाँ छ यत्रो छ। ब्लग यहाँबाट बनाउँछ क्या यतिको ल यार, कस्तो मान्छे भनेर। अनि अहिले मलाई सिकाउनु आउँछ यार ब्लगिङ कसरी गर्ने भनेर, मलाई सिकाउँछ क्या। त्योभन्दा पहिला मैले पनि टाइम पासको लागि ब्लगिङ गरेको थिएँ क्या गाइस। भाइ ल लुगा चाहिँ लिइसके, भोलिसम्म अब 2-3 दिन टाइम दिनुभयो। उसले चाहिँ होइन अब लुगा पहिलो दिन लगाएर जान्छ, अनि पहिलो दिन बङ खान्छ पहिला, अनि त्यसपछि क्लास गएर ट्राई गर्छ। जे पाइले बन्ने के होइन, आज मात्र हो, भोलि चाहिँ अब भोलि पर्सि 3 दिन मात्र हो ड्रेस। गाइस अहिले चाहिँ म अब मामा आउनुभएको थियो, मेरो मामा चाहिँ दिउँसो छोडाउनु आज भर्खर आउनुभयो मामा चाहिँ। किनभने चाहिँ मेरो माइजूलाई चाहिँ अलिकति प्रब्लम भयो, उहाँ 4-5 दिनदेखि चाहिँ हस्पिटलतिर नै लाग्नु भएको छ नि त। पहिला पनि धेरै दिनदेखि नै हस्पिटल लाग्नु भएको छ, अनि आज चाहिँ उहाँ नि आउनुभयो। धेरै नै समस्या भएर अब के कसो हुने हो त्यसको लागि भेट्नुलाई म तपाईँहरूलाई एकचोटि मासँग भेटाउँछु। भयो भने म मासँग भेटाउनु टाइम भ्यो भने म हजुर पक्का भेटाउँछु। अनि यो के कसो हुन्छ हेरौँ। आज चाहिँ सोचेँ चाहिँ कसरी पनि सघाउँछु भनेर, बट गर्दा यति साह्रो छ, यति धेरै छ नि, सकेर आएन यार। बट जे होस् 1-2 दिन लाग्ला तर सघाउँछ, छिटो सघाउने हो, छिटो सघाउनु पर्छ यार। यत्रो यो अहिलेसम्म पनि अहिले यति बाँकी नै छ, पुरै यत्रो बाँकी छ। आज झन् भुइँमा बसेर बनाइरहेको छु, तल बसेको त्यो काट्नु च्यातेर अनि तल बसेर बनाइरहेको छु। अब सकेपछि राम्रो सकेँ भने त्यही पनि ट्राई गर्छु छिटो सघाउनु। अहिले चाहिँ म कपाल काट्नु लगाएको थिएँ। मैले चाहिँ अगाडिको भिडियो चाहिँ बनाउनु आँटेको नि त, बट त्यो भिडियो चाहिँ त्यसमा चाहिँ माइक अन गरेको छैन मैले। लगायत मैले भर्खर राति कपाल काट्नुलाई अब कपाल काटिसकेँ, हेरेर कस्तो देखेर जान्छु। अहिले घर गएर नुहाउँछु, चाहिँ अहिले पहिला पछिल्लो जान्छु, अङ्कललाई पनि लिन्छु, त्यहाँबाट जान्छु। यो पनि आएको थियो क्या, त्यो मेरो साथी नै हो, यो पनि आएको थियो। यहाँ ल जाउँ एकचोटि, कपाल काटेँ। अब चाहिँ जान्छु पसलमा गएपछि पनि अब एकछिनमा क्या घर फर्किन्छु। आज चाहिँ आधीभन्दा स्टक बुकमा जुन चढाइरहेको थियो नि भइदिन्छु चाहिँ स्टकहरू, त्यो चाहिँ मैले आधी चाहिँ सबै कम्प्लिट गरिदिइसकेँ। धेरैभन्दा धेरै कम्प्लिट गरिदिइसकेको छु, अब थोरै बाँकी छ, त्यो पनि आज चाहिँ गरिहाल्छु। आज नभए भने आज गर्नु, अब त गर्दिनँ, राति पनि परिसक्यो। भोलि चाहिँ त्यसलाई कम्प्लिट पारेर म सघाउँछु। कम्प्लिट पारेर भोलिसम्म चाहिँ पुरै सघाएर चाहिँ के अब थोरै सकेँ। त्यसरी अब एउटा फाइलमा एउटा पेपरमा चाहिँ 2-3 टाइम लाग्छ, त्यसमा चाहिँ छिटो हुन्छ। बट अरू कुनैमा यस्तो हुन्छ क्या, एउटै पेपरमा कतिवटा स्टक आएको हुन्छ, त्यो सबै चढाउनु धेरै टाइम लाग्छ। खोजी एउटाबाट खोज्ने, अर्कोमा पेज नम्बर हेरेर त्यसमा टिप्नु पर्छ नि, त्यसमा मात्रै टाइम लाग्छ। तर अब त्यति धेरै टाइम लाग्दैन, अब थोरै छ भइहाल्छ। अब कपाल कटाएर आइसक्यो, अब जाँदैछु एकछिन अब घर। अनि अहिले म चाहिँ पसल बन्द गरेर अनि अहिले चाहिँ यतिको यहाँ बाहिर उभिरहेको छु। आज मजा आएको हावा बगिरहेको छ क्या यहाँ चाहिँ बाहिर ढल्कीमा चाहिँ, धेरै नै मिठो हावा बगिरहेको छ अहिले चाहिँ। अब जान्छु पसल बन्द गरेर, अब बाइक लिएर आउँछ अङ्कल चाहिँ, अनि त्यसपछि घर जान्छु यहाँबाट। ग्यास पहिले चाहिँ लास्ट धेरै पानी परेर यहाँ हाम्रो ढल्कीमा चाहिँ। अनि अब अहिले भर्खर घर आएको नुहाइ धुइ गरेर अनि चाहिँ अहिले बसिरहेको खाना खान्छु, अनि चाहिँ गएर सिक्छु। अनि आजको लागि चाहिँ यति नै। थ्याङ्क्स फर वाचिङ।